यस्तो कहिले होला नेपालमा हैन, यसरी सर जाँदा देखिने गाह्रै छ। दिमागमा के कन्सेप्टमा राख्नु भयो ल आफै भन्नुहोस्। पैसा भएपछि हामीहरूले पनि किन्न पाइन्छ यो। हेलो एन्ड नमस्ते सबैजनालाई, स्वागत छ बम ब्लगमा। र आज चाहिँ म रुमबाट चाहिँ राति यता स्टेसन नजिकै जानेछु र त्यो बिचमा के छ सबै कुराहरू देखाउने छु। र भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला, मजा आउनेछ। र च्यानललाई चाहिँ नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गर्नु र कमेन्ट लाइक गर्न पनि नभुल्नु होला। ल अरू भिडियो हेर्नु है नेक्स्ट। त्यो साथीहरू ट्रेन पनि गइरहेछ उता हैन, हामीहरू अलिकति मार्केटभन्दा अलिकति माथि आइरहेछौँ हैन। ट्रेन 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 मस्त छ एकदम खतरा। आहा गइरहेछ पछाडि पछाडि गइरहेछ मार्केट ट्रेन, मस्त छ एकदम। यस्तो कहिले होला नेपालमा हैन, यसरी सर जाँदा देखिने गाह्रै छ। देखिन त्यो बिल्डिङहरू छ, खतरा छ। आहा बिल्डिङहरू हेर्नु न, बिल्डिङ बिल्डिङ। हेलो भन्नु। हेलो गाइस, मस्त है एकदम। आहा रातिको नजारा मजा, छुट्टै मजा आउँछ क्या यहाँ हैन। खतरा टक्क हिसाबमा आनन्द। लाइटिङ बिल्डिङ तपाईँहरूले केही दिमागमा केही कन्सेप्टमा राख्नुभयो ल आफै भन्नुहोस् त। न रात छ न दिन छ। अहिले ठ्याक्कै कति बज्यो यहाँको? ठ्याक्क 10 बज्यो भन्नु। 10 बज्यो, न दिन न रात, केही छुट्याउनै गाह्रो छ यहाँ एकदम। मस्त छ पुरा। यो तपाईँहरूले देखिराख्नु भएको छ, यो एउटा यो सरकारी भवनहरू हो, सरकारले बनाएको। हामीहरूले पैसा भएपछि हामीहरूले पनि किन्न पाइन्छ यो, जसले पनि किन्न पाइन्छ, आफ्नो नाममा गर्न सकिन्छ। यहाँ पहिला चाहिँ सरकारले बनाउँछ अनि त्यसपछि चाहिँ अरू बाहिर पब्लिकहरूलाई किनेर उनीहरूले आफ्नो नाममा बनाउँछ। ठाउँ पनि मस्त बनाएको छ अहिले, ठुलो ठुलो बिल्डिङहरू। सिटको भवन भन्छ यसलाई चाहिँ एकदम। ल एकछिन हेर्नु है, सर देखाउँछु। र म बस्ने नजिकै स्टेसन पनि पर्छ होइन, बामन टोकरी स्टेसन भन्ने। बामन टोकरी स्टेसन टक्कै। ल साथीहरू, आजको ब्लग चाहिँ यतिसम्म। तपाईँहरूलाई कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। र च्यानललाई चाहिँ यस्तै भिडियो हेर्नको लागि चाहिँ च्यानललाई चाहिँ लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। र धन्यवाद, बाई बाई।